गाडी रोकेर पनि फर्कन्छौँ भन्नुको अर्थ मोबाइलले कस्तो ठुलो ठाउँ मानिसको हृदयभित्र र मानिसको दिमागभित्र यसले ठाउँ ओगटेको छ। यसर्थ हाम्रो उद्देश्य चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ हामी बाइबल अब हामीले पढ्नुपर्छ। यदि वचनमा यूहन्नाको सुसमाचार 1:1ले भन्छ आदिमा परमेश्वरले चाहिँ है आदिमा वचन थियो अनि वचन परमेश्वरको साथमा थियो अनि वचन चाहिँ परमेश्वर नै हुनुहुन्थ्यो। अब हामी वचनमा फर्केर आउने बेला आएको छ। हामी हार जित हुन्छ नि है, हार जित हुन्छ, तर यसले पनि हामीलाई बाइबल प्रतिको रुचि हामीभित्र पढ्ने रुचि जागोस् भन्ने। र यदि आजको यो जेनेरेसनले नै बाइबल पढ्नु छोड्यो भने आउने जेनेरेसन के पढ्ला? किनभने हामीले घरमा बिहान उठेकोदेखि आँखा पनि नखोलिकन पनि सिरानीमा हात त मोबाइलै छाम्नु पुग्छ। त्यति बेला चाहिँ बाइबल छाम्नु पर्ने हो, तर मोबाइल छाम्न पुग्छौँ, जसको कारणले गर्दाखेरि परमेश्वरको वचनप्रति बिस्तारै बिस्तारै रुचि हराउँदै गइरहेको छ। अनि यो चाहिँ डरलाग्दो दुष्टको चाल हो। परमेश्वरको वचनबाट मानिसहरू टाढा रहनु भन्ने दुष्टको ठुलो चाल छ। यस कारणले गर्दाखेरि चाहिँ त्यो कप्तानले भन्यो मेरो छोरा मर्न लागेको छ, प्रभु मेरो छोरालाई निको पारिदिनुहोस् भन्दै गर्दा प्रभुले भन्नुभयो ठिक छ म तिम्रो घरमा आउँछु भनेर भन्नुभयो। तर कप्तानले के भन्छ, प्रभु म तपाईँ चाहिँ मेरो घरमा आउने म त्यति योग्यको मान्छे होइन, वचन बोलिदिनुहोस् न भन्यो। प्रभुले भन्नुभयो यस्तो विश्वास मैले इजरायलमा पनि भेट्टाइनँ भनेर भन्नुभयो। ल तिम्रो विश्वासले तिम्रो दास निको भइसकेको छ भनेर भन्नुभयो। भन्नुपर्दा वचनमा कति ठुलो शक्ति रहेछ, वचनमा कति ठुलो सामर्थ्य छ अनि भनेपछि आज हामी परमेश्वरको जनहरूले चाहिँ परमेश्वरको वचनलाई हामी पढ्न पर्ने समय आएको छ र हामी बाइबलमा अब फर्की आउनुपर्छ। हामी गीत चाहिँ गाउँछौँ फर्की आउँदैन भनेर, थुप्रै गीतहरू छन्, तर हामी कहिले परमेश्वरतर्फ फर्किने अनि कहिले हामी परमेश्वरको उपस्थितिमा आउने है। अनि परमेश्वरको उपस्थितिभित्र आउँदै गर्दाखेरि चाहिँ परमेश्वरको वचन बाइबल चाहिँ हाम्रो लागि परमेश्वरको प्रेम पत्र हो है। हामी चाहिँ पहिला त्यो चिठीको जमानाको हो, गीतहरू त्यस्तै थियो नि त, चिठी आएन भन्ने गीतहरू त्यस्तो जमानाको मान्छे हो है। अब अहिले त त्यो चिठीको त भ्यालु भएन, पोस्ट अफिसहरू बेकामको छैन, पोस्ट अफिसमा चिठी आउँदैन है। भने पश्चात चाहिँ अब अहिले हामी इन्टरनेटको जमानामा छौँ है। अनि त्यसले गर्दाखेरि चाहिँ हामीले परमेश्वरको वचनलाई हामीले सदुपयोग गरौँ, वचन पढौँ, प्रार्थना गरौँ,